नेपालमा गएको 2 दशकमा विभिन्न खाले रोगहरूको प्याटर्नमा ठुलो परिवर्तन आएको छ। पहिला सर्ने रोग धेरै हुन्थे, अहिले नसर्ने रोगको प्रकोप धेरै छ र त्यही हिसाबले मृत्युको दर पनि नसर्ने रोगबाट बढेको छ। त्यस्तै यो पोषण सम्बन्धी रोग समस्याहरू पनि धेरै परिवर्तित भएको छ। पहिला कुपोषण, पोषिला खाना नपाएर बच्चाहरू दुब्लाउने र विभिन्न खाले रोग यसैबाट जन्मिने धेरै थियो भने अहिले अत्याधिक खाएर अथवा अस्वस्थ खानाहरू खाएर, हामीले जङ्क फुड भन्छौँ या स्विटन्ड बेभरेजहरू भन्छौँ, तिनीहरू खाएर चाहिँ बच्चाहरूमा मोटापन एकदम बढेको छ। त्यसैले यसलाई अलिकति सरल भाषामा भन्ने हो भनेदेखि पहिला खाना नपुगेर मृत्यु हुनेको सङ्ख्या धेरै थियो भने अहिले खाना धेरै भएर या अस्वस्थ खाना खाएर मर्नेको सङ्ख्या बढेको छ। यो ठुलो पब्लिक हेल्थ इस्यु हो। नेपाल सरकारले यसलाई नियन्त्रण गर्नको लागि विभिन्न नीति नियमबाट रेगुलेट गरिकन जनस्वास्थ्य सुरक्षित गरिदिने दायित्व नेपाल सरकारको हो। अब एउटा डेटाले, तथ्याङ्कले के भन्छ भने यो 2025 को मात्रै डेटा हो। यो करिब 1/3 एडल्ट्स भनेको उमेर पुगेका मान्छेहरू मोटापनबाट ग्रसित छन् नेपालमा। तपाईँलाई अनौठो लाग्ला यो सुन्दाखेरि। र यही मोटापनको कारणले करिब 3,800 व्यक्ति प्रति वर्ष मृत्यु हुने गरेको छ। यो ठुलै समस्या हो र यो समस्या एडल्टमा मात्रै सीमित छैन, बच्चाहरूमा समेत मोटापन त्यत्तिकै बढेको छ। अब यसको कारणमध्ये एउटा हो अस्वस्थ खाना। त्यसमध्ये पनि एकदम स्पेसिफिक हुने हो भनेदेखि चाहिँ स्विटन बेभरेजेस, हैन, गुलियोपन बढी भएका पेय पदार्थहरू हेर्दाखेरि ठिकै लाग्ने, कुनै ठुलो समस्या आउला जस्तो नलाग्ने, तर प्रकारान्तरले बच्चाहरूको दाँतको रोग, मोटापन बढ्ने लगायत अन्य विभिन्न रोगहरू समेत यसले प्रकारान्तरमा जन्माउँछ। र यो हेर्दाखेरि सानो लागे पनि यो ठुलै समस्या हो र संसारभरिका देशहरूको अनुभव हेऱ्यो भनेदेखि यसको बिक्रीमा नियन्त्रण गर्नै पर्छ। 2 तरिकाले। एक, यसको कति स्वास्थ्यवर्धक, कति स्वास्थ्यलाई हानिकारक भन्ने छुट्याएर लेबलिङ गर्ने कानुन बनाउने। दोस्रो, हानिकारक जति चिजहरू भनेर जनस्वास्थ्यका नियमले भन्छ तिनीहरूमाथि ट्याक्स बढाउने। किन ट्याक्स? यसले त 2 तरिकाले फाइदा गर्ने हो। ट्याक्स त सरकारले आउँछ, तर जनतालाई किन्ने बेलामा मार पर्ने हो। तर जनतालाई मार पर्ने होइन, यो उनीहरूकै स्वास्थ्य सुरक्षाको लागि पनि यो गर्न जरुरी छ। किनभने ट्याक्स बढाउँदै गर्दाखेरि यी अस्वस्थ खानाहरूको, हेर्नु याद गर्नुहोस्, मैले स्वस्थ खानामा ट्याक्स बढाउने भनेको छैन। अस्वस्थ खानाहरूको कन्जम्सन घटेर आउँछ, जसले प्रकारान्तरमा धेरै वर्षपछि यो मोटापन घट्ने र यसबाट जन्मिने रोग र मृत्युदर घट्छ। यो प्रमाणित कुरा हो। त्यसैले हामी नेपाल सरकारलाई आह्वान गर्छौँ कि आगामी वर्षको बजेट बनाउँदा, त्यसपछिका नीति नियम बनाउँदाखेरि अस्वस्थ पेय पदार्थहरूमा ट्याक्सको वृद्धि गर्यो भने यसको कन्जम्सन घट्ने र जनस्वास्थ्यमा सुरक्षा हुने देखिन्छ।